हाम्रो दाँत तथा मुखको सम्पूर्ण सेवाहरू हुन्छ हैन, जसरी अब रुट क्यानल ट्रिटमेन्ट भयो, अर्थोडोन्टिक ट्रिटमेन्ट भयो, ब्रेसेस लगाउने काम भयो हैन, इम्प्लान्ट हो है। अब हाम्रो जेरियाट्रिक पेसेन्टहरू जसरी अलि एज भएका पेसेन्टहरूको तल र माथिको दाँत राख्ने काम है, अरू सबै सम्पूर्ण कामहरू यहाँ हुन्छ। मैले समग्रमा भन्दाखेरि लगभग यो डेन्टिस्ट्रीमा दन्त स्वास्थ्य सेवामा चाहिँ मैले आफ्नो विगत काम गरेको अनुभव लगभग 15-16 वर्ष बढी नै भइसक्यो हैन। अब यसलाई यसरी भन्दाखेरि सबभन्दा मेन कुरा के छ, अब म त डिफ्रेन्ट जिल्लामा गइसकेँ। आफ्नो डेन्टल क्याम्प, दन्त स्वास्थ्य क्याम्प हामीले विभिन्न जिल्लाहरूमा नेपालका गऱ्यौँ, जस्तै रामेछाप, उमाकुण्ड है, त्यसपछि गोकुलगङ्गा, त्यसपछि धादिङ, यी सबै ठाउँहरूमा जाँदाखेरि त्यसपछि तपाईको हाम्रो प्युटार, ललितपुरको प्युटार, ललितपुरकै विभिन्न ठाउँहरूमा, त्यसपछि चितवन, लमजुङ हैन। अब यस्ता यो सबै हाम्रा देशका वरिपरि छेउछाउसम्म हामी दन्त स्वास्थ्य लिएर जाँदाखेरि एउटा फरक कुरा के हुँदो रहेछ भनेपछि त्यो सबै ठाउँमा हेर्दाखेरि दाँतको जुन किसिमको प्रब्लमहरू छन्, जुन किसिमका आफ्नै किसिमका एउटा प्रब्लमहरू छन् त्यहाँ, त्यसलाई एड्रेस गर्ने सम्भावित जनशक्ति त्यहाँसम्म पुगेको छैन पहिला। अहिले पहिलाभन्दा त अफकोर्स कम भएर गएको छ हैन, अलि अवेरनेस पनि बढेकै छ। अब यसलाई चाहिँ हामीले समग्र रूपमा हेर्दाखेरि यो क्रम चाहिँ बढ्ने र घट्ने दुइटै भइरहेछ हैन। त्यो कम भएको छ भन्न पनि मिल्यो, अलि बढिरहेको छ भन्न पनि मिल्यो, तर डिपेन्ड्स अपन द अब हाम्रो टोटल पेसेन्ट काउन्टहरू हेर्दाखेरि अब पहिलाभन्दा त जागरुक नै भएका छन् सबै पेसेन्टहरू, जनताहरू पनि जागरुक भएका छन् हैन। टुथपेस्ट युज गरेका छन्, सबै ठाउँमा हाम्रो ब्रसको प्रयोग गरिएको छ हैन। अब त्यसमा चाहिँ अझ अपलिफ्टिङ चाहिँ बिस्तारै हुँदै आउँछन्, अझ सजग भइसकेका छैनन्। तर यस्तो छ कि अब जनताको एक लौट जनता चाहिँ हामीले हेर्दाखेरि डिभाइड गर्दाखेरि एउटा सर्टेन ग्रुप इज मोर अवेयर के हैन, डेन्टल सम्बन्धी अवेर भएर गएको छन्। तर एउटा अर्को ग्रुप छ कि उहाँहरूसम्म यसको अवेरनेसै पुगेको छैन। तर अहिलेको अवस्था हेर्दाखेरि करेन्ट सिनेरियोमा लगभग अवेरनेस पुगिसकेको छ। अहिले गाउँ घर-घरसम्म हाम्रो दन्त स्वास्थ्य सेवाको उपचारको लागि कहाँ पुग्नु पर्यो हैन, दन्त स्वास्थ्य हाम्रो रेजिस्टर्ड डाक्टरहरूसँग ट्रिटमेन्ट लिनु पर्यो हैन, त्यस्तो ठाउँहरूको जागरुक पनि भइसकेका छन् र उहाँहरूले ट्रिटमेन्ट पनि लिइरहेका छन्। पहिला बच्चाहरूकै सम्बन्धमा स्टार्ट गर्दाखेरि पहिला चाहिँ बच्चाहरू दुध खाने स्टार्ट हुन्छ है। अब दुध चुस्ने बेलामा चाहिँ हाम्रो पहिला दाँत आइसकेका हुँदैन, गिजा मात्रै हुन्छ। अब त्यो गिजाकै सरसफाइ पहिला स्टार्ट गर्नु पर्यो। हाम्रो थोरै गज लिएर हातमा थोरै नरम टालो कपडा लिएर त्यसलाई पानीमा, नरम पानीमा भिजाएर अनि आमाले के गर्नु पर्यो, दुध खुवाइसकेपछि हैन त्यसलाई चाहिँ पुछ दिनु पर्यो। यस्तो यो किन गर्नु पर्यो भनेपछि एउटा लेयर जुन छ हाम्रो त्यो चाहिँ सफा हुनु पर्यो। गिजा चाहिँ सफा गर्दाखेरि हाम्रो पछि आउने दाँतहरूमा त्यस्तो किसिमको किरा लाग्ने सम्भावना कम भएर जान्छ। अर्को कुरा के छ यसमा भनेपछि अब अर्को एज ग्रुप हुँदो रहेछ। 2 देखि 3 वर्षको बच्चालाई चाहिँ आफूले प्यारेन्टिङ जुन स्टाइल छ, हाम्रो ब्रस गर्ने स्टाइल छ, बच्चाहरूलाई चाहिँ आफूले पनि मटरको दानो जति सानो एउटा टुथब्रस र पेस्टमा राखेर चाहिँ ब्रस गराइदिन सक्नु पर्यो हैन। त्यसपछि बच्चाहरूलाई चाहिँ अलि अवेर गराउने, चकलेट खाने बेलामा कसरी चकलेट खानुपर्छ, त्यसको खाना पछि खाँदा हुन्छ या इन बिट्विन मिल्स भन्छ, खाना खाने बेलैमा त्यति बेला खानु पर्यो या खाकै छ भने चाहिँ ब्रस गरिहाल्ने हैन। यो अवस्थाहरूलाई चाहिँ हामीले राख्नु पर्यो। अब अर्को ग्रुप के छ कि चकलेट खाने ब्रसै नगर्ने, त्यस्ता ग्रुप पनि छन्। अब त्यो ग्रुपलाई हामीले कसरी एड्रेस गर्ने त? अब उनीहरू अब क्लिनिकमा हस्पिटलमा आइपुग्दाखेरि दाँतको दुधे दाँत त बाँकी नै हुँदैन, जरा मात्रै लिएर आउँछन्। अब त्यो जरालाई हामीले त अब के गर्नु पर्यो? अब दुधे दाँतको काम के छ भने पछि आउने पर्मानेन्ट जुन दाँत छ नि, पछि आउने नजर्ने दाँत छ, त्यसको लागि त्यो ठाउँ चाहिँ स्पेस चाहिँ मेन्टेन गर्ने काम हो।
अब त्यो स्पेस मेन्टेन भएन भने जुन कुरा हजुरले भन्नुभयो नि बाङ्गोटिङको दाँत लिएर आउँछन् हो, अब त्यो दाँत के भयो पहिले झरेर गयो हैन, अब जानुभयो क्लिनिकमा हैन यो दाँत निकालिदिनुहोस् भन्नुभयो, तर पछि आउने जुन दाँत छ त्यसले त ठाउँ पाएन, ठाउँ नपाएको कारणले ऊ बाङ्गोटिङको भएर आयो हैन। अब यो अवस्थालाई पनि हामीले बाङ्गोटिङको पछि गएर तर यो अवस्थालाई त्यति नै बेला हामीले एड्रेस गर्न सक्नुपर्छ। अब त्यो इन्टरसेप्टिभ अर्थोडन्टिक्स भन्छ हैन। अब अर्थोडन्टिक्समा पनि 3-4वटा हाम्रो 4वटा विभाग छ, जस्तै प्रिभेन्टिभ, इन्टरसेप्टिभ, करेक्टिभ र सर्जिकल भन्छ हैन। अब प्रिभेन्टिभ पनि छ, इन्टरसेप्टिभ। अब इन्टरसेप्टिभमा जुन ग्रोइङ एज बच्चा छ हैन, ग्रोइङ एज बच्चा छ, अब यसलाई हामीले टार्गेट गरेर स्पेस चाहिँ जोगाइदिनु पर्यो अर्को दाँत आउनलाई, त्यसको लागि स्पेस मेन्टेनर या अब त्यो स्पेस लस भएछ भने स्पेस रिगेनरहरू युज गरिदिनु पर्यो हैन। अब यी कुराहरू चाहिँ क्लिनिकमा आइसकेपछि न हो हैन। अब उहाँहरू त्यसरी स्वास्थ्य राम्रो ठाउँसम्म पुगिसक्न अलिक गाह्रो भएको छ उहाँहरूलाई। अब यसको अवेरनेस चाहिँ बिस्तारै बढ्दै जान्छ हैन। अब अर्को ग्रुप अफ बच्चा कस्तो छ भनेपछि एउटा सर्टेन प्रब्लम लाइक माउथ ब्रिदिङ छ, जसरी मुख खोलेर सास लिने, औँठा चुस्ने हैन। अब यो फिङ्गर जसरी औँला चुस्ने बानी छ हैन, जिब्रो चाहिँ बाहिर निकाल्ने टङ थ्रस्टिङ भन्छ हैन। त्यो बानीहरूले पनि एक किसिमको तपाईको दाँतहरू बाङ्गोटिङो हुन जान्छन् र त्यसलाई जुन अक्लुजन छ, नर्मल अक्लुजन छ, त्यसलाई ह्याम्पर गर्छ। अब यसलाई पनि हामीले ग्रोथ मोडिफिकेसन भन्छौँ। सर्टेन एप्लायन्सहरू बनाएर हामीले चाहिँ यसलाई करेक्ट गर्न सक्छौँ अर्ली स्टेजमा। अब जसरी अब यति मात्रै हैन, अब अर्थोडन्टिक ट्रिटमेन्टमा यति मात्रै हैन, अब अर्को ग्रुप अफ बच्चा के छ भनेपछि जसरी उहाँहरूले सुत्दाखेरि मुख माउथ ब्रिदर भन्छ, मुख आ गरेर सुत्ने, मुख क्लोज नहुने हैन, सर्टेन एयरवेको प्रब्लम भएको कारणले चाहिँ पनि उहाँहरूलाई त्यसलाई चाहिँ पिडियाट्रिक स्लिप एप्निया भन्छ। त्यस्तो केसहरूलाई पहिले एड्रेस गरेर त्यसलाई समाधानमा ल्याउनु पर्यो। त्यो पछि गएर अब्स्ट्रक्टिभ स्लिप एप्निया अर एडल्ट अब्स्ट्रक्टिभ स्लिप एप्नियामा चाहिँ जानु भएन। त्यो कारणहरू पनि एउटा विभिन्न रोगहरूको कारण हुन सक्छ। पछि गएर ओबिसिटी हुन्छ हैन, ओबिस पेशेन्टहरूमा पनि अब्स्ट्रक्टिभ स्लिप एप्निया हुन जान सक्छ। त यो कुराहरूलाई अर्थोडन्टिक जुन बाङ्गोटिङको दाँत मात्रै मिलाउने होइन के, यो समग्र शरीरसँग जुडेको कुरा हो हैन। सबै हाम्रो सिस्टमेटिकली नै सबै पुरै मुख भनेको अब त यो त हाम्रो शरीरको द्वार हो नि त एउटा हैन। यहाँबाट हामी खाना खान्छौँ हैन, खाना खाइसकेपछि मजाले दाँतले चपाउनु पर्यो। अब नचपाएको अलि राम्रोसँग जसरी अब अलि एज भएको हाम्रो बुढापाका पेसेन्टहरू हुनुहुन्छ, उहाँसँग दाँत छैन, झरिसकेका छ भने चाहिँ उहाँलाई चपाउन गाह्रो भयो हैन। अब त्यो नचपाएको कारणले त पनि त पछि गएर अरू कुरा हुन सक्छ, पेटको समस्या हुन सक्छ, खाना नपचेको समस्या हुन सक्छ हैन। त्यो कुराहरू चाहिँ साइकोलोजिकली पनि त मान्छेलाई असर पर्छ। एउटा बाङ्गोटिङको दाँत हेर्दाखेरि मान्छेको अनुहारमा त्यो चमकै हुँदैन, त्यो फेसै गर्न सक्दैन कि संसारलाई। अहिलेको हेर्नुस्, अब अहिलेको बच्चाहरू ग्रोथ हुँदैछ, मामु मेरो दाँत चाहिँ मिलाइदिनुपर्छ है, बच्चाहरू सेल्फ एवेयर भएर आइरहेका छन् हैन। मामु मेरो ब्रेसेस लगाउनु पर्छ है हैन। दिस सेयर अलरेडी सेयर। त त्यो कुराहरूलाई चाहिँ एड्रेस गरिदिन सक्नु पर्यो र यसमा पेरेन्ट्सको धेरै ठुलो रोल छ। पेरेन्ट्सको धेरै ठुलो रोल छ कि बच्चालाई फर्स्ट काउन्सलर भनेपछि काउन्सिलिङ गर्ने भनेको पेरेन्ट्सले हो। पेरेन्ट्सले बुझाइदिनु पर्यो, छोरा यो टाइममा अथवा छोरी यो टाइममा दाँत चाहिँ निकाल्नुपर्छ, अब तपाईँको अर्को दाँत आउने बेला भयो, यसरी किरा लागेपछि दाँत भरेर राख्नुपर्छ, जोगाउनुपर्छ। यस्तो सामान्य कुराहरू चाहिँ अलि आफूमा डिस्कस गर्ने, घरमा साँझ बुझाउने, 1-2 हप्ता बुझाउने, क्लिनिक भिजिट गराइदिने, 3-3, 4-4 महिनामा क्लिनिक भिजिट गराएर त्यहाँ क्लिनिकको सिनारियो कस्तो छ, के छ, त्यो एड्रेस गर्न सक्नु पर्यो। फ्यामिली डक्टर, फ्यामिली डेन्टिस्ट एउटा चाहिन्छ सबैको फ्यामिलीलाई, एक-एकजना जोसँग कम्फर्टेबल हुन सक्नुहुन्छ उहाँहरू, त्यो अनुसारले हामीलाई चाहिन्छ। बाँचुन्जेल हुन्छ। अब सावधान अपनाउन फर्स्ट त छ तपाईँले ओरल हाइजिन मेन्टेन गर्नु पर्यो। अब यसमा सान्दर्भिक रूपमा 2-3वटा कुरा छन्। जसरी अब एउटा नमिलेको दाँत छ भने त्यसलाई धेरै गाह्रो हुन्छ कि तपाईँले हाइजिन मेन्टेन गर्नलाई,
किनभने बाङ्गोटिङ्गो दाँत छ भने हाइजिन मेन्टेन गर्न गाह्रो हो, गिजाको प्रब्लम बढी हुन्छ किनभने खाना गएर अड्कियो। अब खाना गएर अड्किसकेपछि त अब ब्रस गर्दा पनि केही भाग चाहिँ बाँकी रहन्छ, राम्रोसँग ब्रस गर्दा पनि त्यहाँ किरा लाग्ने सम्भावना पनि बढी भएर जान्छ अनि त्यो दाँत चाहिँ पछि गएर छिटै झर्ने पनि सम्भावना हुन्छ हो। त्यो यो कुराहरूलाई चाहिँ हामीले सम्भावित रूपमा पहिल्यै एड्रेस गर्न सक्नु पर्यो हैन। अब यो हामीले जसरी ब्रस गरिदिनु पर्यो हैन, टुथपेस्टको फ्लोराइड टुथपेस्टको युज गरिदिनु पर्यो, 3-3 महिनादेखि 4-4 महिनामा डेन्टल क्लिनिक भिजिट गर्नु पर्यो हैन, माउथ वासहरू युज गरिदिनु पर्यो। यो कुराहरूलाई मेन्टेन गर्न सक्नुपर्छ। दाँत मिलाउँदाखेरि त्यस्तो केही साइड इफेक्ट छैन, तर हजुरले कहाँ गएर लगाइराख्नु भएको छ, कोसँग लगाइराख्नु भएको छ, द्याट म्याटर्स हैन। अब उहाँ एनएमसी रेजिस्टर्ड डक्टर हो कि होइन, हाम्रो अर्थोडन्टिस्ट हुनुहुन्छ कि नै, बाङ्गोटिङ्गो दाँत मिलाउने स्पेसलिस्ट हो कि नै, त्यो कुराहरूलाई विचार गर्नुपर्छ हैन। अब प्लस के छ यसमा भनेपछि हामीले चाहिँ अब डेन्टो एल्भियोलर जुन प्रब्लम छ, जसरी अब एउटा दाँत बाङ्गोटिङ्गो भएपछि हैन त्यसलाई त स्पेस नपुग्या हुनसक्छ, वंशानुगत पनि हुनसक्छ, टाइममा दाँत ननिकालेर पनि हुनसक्छ हैन। त्यो यो कुराहरूलाई चाहिँ एउटा स्पेसलिस्टले एड्रेस गरेर उहाँ पेसेन्टसँग बुझाएर पेसेन्टले के चाहनु भएको छ, कस्तो के छ, त्यो सबै कुराहरू हामीले यसमा सर्टेन इन्भेस्टिगेसनहरू पनि छन्। यो इन्भेस्टिगेसनहरू जस्तै हाम्रो ओपिजी भन्छौँ हैन, ल्याटरल सिफालोग्राम भन्छौँ हैन, फोटोग्राफ्सहरू चाहिँ एकदमै इम्पोर्टेन्ट छ। फेसनै भयो भनेर चाहिँ म भन्दिनँ, किनभने अहिले चाहिँ पहिला भन्दा हाम्रो जुन बिरामीहरू छन् डेन्टल ब्रेसेसको, उहाँहरू मेरो बाङ्गोटिङ्गो दाँत छ त्यो बुझेरै आउनु भएको हुन्छ। उहाँहरूले प्राय रिसर्च गरेर हैन, इभेन यस्तो होइन कि मैले ट्रिट गरेको बिरामीहरू सुरुमा आउँदाखेरि सर म सेल्फ लाइगेटिङ ब्रेसेस लगाउँछु, चाहे सेरामिक ब्रेसेस लगाउँछु भनेरै आउनुहुन्छ कि उहाँहरू रिसर्च गरेर कि मलाई यस्तो खाले ब्रेसेस चाहियो या क्लियर एलाइनर चाहियो भनेरै आउनुहुन्छ उहाँहरू। त यो कुरा अलि मलाई लाग्छ कि दे आर कन्सर्न अबाउट देयर प्रब्लम अनि दे नो वेयर टु गो, हाउ टु एड्रेस दिस प्रब्लम हैन। त्यसको लागि चाहिँ यो कुरा त त्यति मान्य हुँदैन मलाई लाग्छ। ब्रेसेस त धेरै प्रकारका हुन्छन्, जसरी मेटालिक ब्रेसेस भयो हैन, त्यसमा पनि टाइप्सहरू छ हैन, सेल्फ लाइगेटिङ भयो, त्यसपछि लिङ्गुअल ब्रेसेसहरू छ, सेरामिक ब्रेसेसहरू छ, त्यसपछि अहिले आएको हाम्रो नयाँ कम्प्युटराइज टेक्नोलोजीबाट बनेको हैन क्लियर एलाइनर भयो हैन, यो सबै ब्रेसेसहरू। अब ब्रेसेस लाउँदाखेरि या लगाइसकेपछि भनौँ, अब ब्रेसेस लगाइसकेपछि अगर मेटल ब्रेसेसहरू छ हैन, प्राय मेटल ब्रेसेसहरू चुज गरिराख्नुहुन्छ भने चाहिँ सबभन्दा पहिला के कुरा गर्ने भनेपछि तपाईले सरसफाइ चाहिँ आफ्नो ब्रसिङ टेक्निकहरू, दाँत सफा राख्न सक्नु पर्यो हैन। कुनै खाना खाइसकेपछि ब्रस गरिसक्नुपर्छ हैन। त्यसलाई चाहिँ जसरी चकलेटहरू खाँदा या कुनै खानेकुरा चाहिँ यसलाई चाहिँ ओरल हाइजिन चाहिँ एकदम मेन्टेन गर्नुपर्छ तपाईले। प्लस यसमा के छ भनेपछि कडा कुराहरू चाहिँ अलि बार्दिनुपर्छ हजुरले हैन। अब माछा मासुहरू खाँदाखेरि हड्डीहरू नखाइदिने हैन, त्यस्तो कुरा, फल मासु मात्रै खाने हैन। अब गेडागुरीहरू, कडा, मकै हैन, भटमास यस्ता कुराहरू चाहिँ नखाने, अलि सफ्ट डाइटहरू खाँदा हुन्छ। ब्रेसेस लाउन एकदमै तपाईको पेसेन्ट पोइन्ट अफ भ्यू हेर्दाखेरि हैन एकदमै उचित नै छ। पेसेन्टहरूले अब उहाँहरूको कस्तो किसिमको मालाक्लुजन छ, बाङ्गोटिङ्गो कति डिग्रीको छ, के छ हैन, त्यो चाहिँ एउटा इन्भेस्टिगेसन गरिसकेपछि अनि लगाउँदा हुन्छ। अब अहिले तपाईको रिसेन्ट एडभान्समेन्टहरूको कारणले, रिसेन्ट टेक्नोलोजीहरूको कारणले धेरै नै एडभान्स छ अनि धेरै नै सजिलो भइसक्यो। पहिला जतिको पेनफुल दाँत निकाल्दा पनि अब त्यो गाह्रो हुने, अप्ठ्यारो हुने त्यस्तो केही पनि छैन। प्रायर इन्भेस्टिगेसन गरेर हामीले पेसेन्टहरूलाई प्राय नै ल यति टाइम लाग्छ, हाम्रो अहिले तपाईको प्रोसिड्युर गर्दैछौँ, यसरी गर्दैछौँ, त्यो पहिल्यै नै थाहा पाउन सकिन्छ
हैन। त्यो कुराहरूले जसरी अब क्लियर एलाइनरको पेसेन्ट छ, अब सबै पेसेन्ट चाहिँ ब्रेसेस नलाउने हुन्छन्, क्लियर एलाइनर पनि एउटा प्रविधि छ हैन, दाँत बाङ्गो ठिक गर्नलाई। अब त्यसमा के हुन्छ, हामीले पहिले नै स्क्यानिङ गर्छौँ। पहिले स्क्यानिङ गरिसकेपछि हामीले पेसेन्टलाई बोलाएर ल तपाईको यो स्टेजमा यसरी तपाईको प्री र पोस्ट हामीले देखाइदिने गर्छौँ पहिले। अब यो देखाइदिनेको कारणले के हुन्छ, पेसेन्ट पनि मोटिभेटेड हुनुहुन्छ उहाँलाई हैन, अब मेरो अहिलेको अवस्था यो छ, पछि मैले यो रिजल्ट पाउँछु भने दे आर भेरी ह्याप्पी विथ देयर ट्रिटमेन्ट हैन। अनि एउटा मोटिभेसन पनि हुन्छ नि पेसेन्टलाई हैन, मेरो कस्तो हुन्छ, किनभने उहाँहरूलाई त थाहा हुँदैन, आतिने सम्भावना उहाँहरूको बढी हुन्छ, पछि गएर मिल्ला कि नमिल्ला, के हुन्छ कसो हुन्छ, यो कुराहरूलाई क्ल्यारिफाई हामी पहिले गरेर पेसेन्टहरूलाई चाहिँ आरामले यो सेवा चाहिँ हामी दिने गर्छौँ।